यो वाट्सएप वेलकम ब्याक टु यो 7औं दिन भइसकेको छ है त। अनि आजको भ्लग चाहिँ सुरु हुन्छ यता बैठकमा जानबाट। अनि यो चाहिँ हाम्रो गाउँको खेत है, सबै खेत हो, सिमबारीहरू। अनिखेर यता बैठकमा नि म आइपुगेँ थिएँ। म चाहिँ अलिक छिटै आइपुगेछु क्या, बिहान बिहानै उठेर। अनि कोही अलिअलि मात्रै, धेरै मान्छे आउनु भएको थिएन। अनि आफ्नो कामसाम सकेर घर फर्किँदै थिएँ। अनि हाम्रो गाउँको बाटो चाहिँ यस्तो मजाले सोलिङ हुँदै रहेछ है त। हाम्रो गाउँको रोड देख्न सक्नुहुन्छ, त्यही भएर सोलिङ भइरहेको छ। अनि घरतिर आएँ, घरतिर आएर चाहिँ अनि यता कुखुरालाई चारो हाल्ने। अनि चारो हालेर बाहिर निस्किथेँ। कुखुराहरू मस्तै यता बाहिर निक्लेछन् क्या। अनि कुखुराहरू बाहिर निक्लेछन्, कुखुरालाई भित्र हालिदिएर पानी पनि ल्याएर हाल्ने। पानी ल्याएर हालिदिइसकेपछि अनि खानासाना बनाउने बेला भयो साथीहरू। अब खानासाना बनाइसकेर अनि एकैचोटि 2 बजीतिर कुखुरा हेर्नलाई चलाउनु पर्छ नि त। अनि दिउँसोलाई एक टाइम चारो हाल्नु छोडिसकेपछि कुखुरा सुक्रा छोपेर चाहिँ अनि यता एकछिन गेम खेलेँ। गेम खेलेर चाहिँ एकछिन सुतिदिएँ है त साथीहरूमा। एकछिन सुतिदिएँ, सुत्दा नि 1 घन्टा गइसकेछ। अनि म समथिङ 5 बजीतिर बिउजेँ थिएँ। अनि उठेर ट्याक्क फेरि यता हाम्रो भतिजी क्याफे बनाउने भनेर आएछ। अनि क्याफे स्याफे नि बनाइदिएँ। अनि थ्याङ्क्स फर वाचिङ इन दिस माई भिडियो। अनि आज बेलुका चाहिँ चारोलाई दाना हालेको छ चल्लालाई। थ्याङ्क्स फर वाचिङ इन दिस माई भिडियो।